अब 15 मिनटको मेरो आफ्नो भ्यू दिने इन्साइट दिने भए मैले बजारलाई चाहिँ बुलिसकै लाइनमा हालेको छु हेर्नुहोस् हैन बजारलाई त मैले बेरिस जान्छ यहाँबाट हामी सकिन्छौँ भन्ने त चान्सै छैन मैले देखेको पनि छैन एक दिनलाई दुई दिनलाई भन्ने फरक पार्टुन हैन आज पनि बजार ग्रिनै भएछ बिहान स्ट्याटस लेखेको सुभाष भट्टराईको यो झापाले बुढाको स्ट्याटस आएको दिन चाहिँ बजार रातै हुन्छ लेखिरहेको रहेछ मुनि एउटाले भने हामी कति नेगेटिभ छौँ हैन नेगेटिभ छौँ नि त हैन मैले स्ट्याटस राख्दा नेगेटिभ राख्दा पोजिटिभ हुने भए त म त कहिले राख्दैन थिएँ नि सधैँ सर्किट हानेर देखाइदिएँ नि त हैन राख्दैन म कहिले आउँदैन नि बजारमा तपाईले पैसा कमाउनु तपाईले सम्पत्ति बनाउनु भयो भने तपाईहरु कमाउनुहुन्न तपाईहरु डुब्नुहुन्छ धेरैजना भनेर अवेरनेस गराएको हैन यो त अवेरनेस गराएको नि दुर्गाजी र हामी त बजार हेरेको छ नि त बाबा बजार हेरेको छ देखेको छ भएको छ पीडा भएको छ पैसा सकिँदाको पीडा कस्तो हुन्छ भन्ने कुरा त हिसाब नगरौँ न तपाई चाहिँ पैसा नसकिकन अनुभव हासिल गर्नुहोस् पो भन्न खोजेको त हामीले त हैन पैसा सकिएपछिको त अनुभव त मजा आउँदैन नि त पैसा सकिएपछिको लिएको ज्ञान त मजै हुँदैन नि त त्यो त ज्ञान हामीले पैसा सकिएपछि लिएका ज्ञानहरु हामीले त्यतिकै तनाव भएको छौं बजार त्यतिकै कुड्छ बजारले त्यति नै पीडा दिन्छ हैन अब पीडा दिन्छ भन्दैमा बजारले अथा पनि कोही कमाउँछ फेरि अथा कमायो होला फेरि कसैले अहिले पनि त बजारको बियर चक्र भन्यौ हामीले बियरमा पनि पैसा बनाए कयौं मानिसले ब्रोकरले बियरमा पनि घर जग्गा जोड्न सके ब्रोकरको हिसाब गर्न जाने बियरमा पनि सरकारले 10 अर्ब क्यापिटल गेन उठायो होला बियरमा पनि बजारमा उठायो त क्यापिटल गेन हैन बियरमा पनि नेक्स्ट सेवन अरूले त 50% को क्याश डिभिडेन्ड दिन सक्ने भयो होला राज्यलाई बियरमा पनि हामी त सक्यौं नि त हाम्रो बजारको बियरले हाम्रो त कयौं लगानीकर्ताहरु प्लान भए कयौंले जागिर छोडे कसैले व्यापार छोडेर देश विदेश भए भने हामीले बजार बुझेका छैनौं नि त हामी सबै मान्छेले पैसा कमाउन सक्दैन स्टक मार्केटबाट यो ग्यारेन्टी हो अब सबैले कमाउने भए लोभी हुनु भएन र नियमित लगानी जसले गर्छ हिजो बुलको 3200 पनि लगानी गर्यो र 1800 पनि हुँदा शेयर किनिरह्यो भने त्यो मान्छे नाफामा छ के अहिले 3200 मा पनि किनो 2900 मा पनि किनो 3000 मा पनि किनो तलै आउँदा नि किनो भने त्यो मान्छे मुनाफामा छ हेर्नुस् बजार के रहेछ निरन्तरता रहेछ हैन सानो फन्ड आफ्नो निजी पैसा बचतको पैसा हामी त ऋणबाट खोजिहाल्ने हो नि त हिजो अस्ति अहिले पनि त सरकारीको पैसाको त 12-15% ब्याजै होला बल्ल बैंकको ब्याज 8-9% मा झरेको हैन न त हिजोसम्म हामी 12-14% नै तिरेका छौं 12-14% को रिटर्न बजारले दिएन ऋणसँग तुलना गर्ने भए आफ्नो कति इक्विटी हुँदाखेरि कति रुपैयाँ ऋण लिने भन्ने हामीसँग ज्ञानै छैन बजार बढ्छ भन्ने हत्तपत्त जस्तो भए त्यस्तो कम्पनीमा जहिले पाए तैले जत्रो पाए त्यत्रो महँगो ब्याजमा लिएर हामी लगानी गर्छौं स्टक मार्केट भनेको भयंकर ऋणले जानु होइन र अन्त्यमा एउटा कुरा पनि बुझाइरहन्छु हाम्रो बजारमा पैसा ऋण गयो भन्छ भने यस्तो ऋणले बढेको बजार चाहिँ बुलिस त आउँछ तर त्यसले बबल पनि क्रिएट गर्न सक्छ त्यस्तो बुल चाहिँ दिगो हुँदैन काहीँ न काहीँ गएर हामी घट्छौं है यो चाहिँ बुझिराख्नुपर्छ ऋणले गएको बजार हैन तथापि हाम्रो ऋण चाहिँ टोटल ऋणको 2% पनि बजारमा छैन टोटल मार्केटको ऋणको 3-3.5% माथि हुनु पनि हुँदैन मेरो विचारमा हुन त संसारभरि 5% ऋण भन्छ हैन टोटल लोनको 5% ऋणै स्टक मार्केटमा भए केही फरक पर्दैन भन्छन् हैन तर त्यो 5% ऋण भनेको भयंकर ठूलो ऋण हो स्टक मार्केटमा 2-3% भन्दा बढी ऋण हुँदैन आफ्नो पैसाले अब आफ्नो पैसा छैन तपाई हामीसँग त छैन होला तर भएको मान्छे त छ नि त नेपालमा यस पैसा त पैसै छैन भने 3% मा 5% पैसा कसले राख्यो भन्दाखेरि नेपालका जनताले राखेका छन् पैसा त फेरि तर उनीहरुसँग ज्ञान छैन नि त उनीहरुसँग ज्ञान भए पनि शेयर बजारमा छिरो जस्तो लाग्छ तपाईहरुले बजार चलाएको देखेर रफ चलाएको देखेर अर्को मान्छेलाई आउँ लाग्दैन होला सायद वा तपाईले म घाटा भए म डुबे म सके भनेर भनेको भने गर्नु भएको छ होला सामाजिक सञ्जालमा वा गाउँ घरमा पनि हिजो अस्ति घाटा खानु भयो होला तर तपाईले म डुबे भने अर्को मान्छे स्टक किन्नै आउँदैन नि त किन आउँछ यो त डुबिरहेको छ भनेर किन्न आउँदैन शेयर किन्न आउँदैन नि त उलाई पनि ज्ञान म पढेको लिएर गएको थिएन मैले नबुझिकन बजारमा हाले त्यसकारण म डुबे मैले सिक्दै गएँ अनि त्यसकारण मैले बजार भनेको यो रहेछ भनेर बुझ्दै गएँ अनि मैले कमाएँ भन्नु भने अर्को मानिस पनि आउँछ क्या फेरि बजारमा बजार भनेको यस्तो चीज हो बजारमा हामी जो 65 देखि 65 को बुलमा वा हामी डुब्यौं तर कहिले पनि हामी डुब्यौं भनेर हामीले कहिले गरेनौं हामीले श्रीमतीले भन्योला मलाई किच्ची तर म डुबेको छु कहिले बजारमा सके भने कसैलाई भन्न बजार घाटा भयो फरक पार्ट तर भोलि मलाई रिटर्न दिन्छ बजारले मलाई अवार्ड गर्छ भने मलाई चाहिँ थाहा थियो मलाई रिवार्ड गर्छ बजारले अवार्ड दिएर पठाउँछ मलाई करोडपति बनाएरै बजारले पठाउँछ म बजारमा दीर्घकालीन लगानी गर्दा हुँ र बजारलाई म पछ्याइरहन्छु र बजारमा सधैँ रहन्छु मैले सधैँ भनिरहेँ
र बजार सधैँ रहने मान्छेलाई कमाइदिन्छ। अब सधैँ रहने मान्छेलाई कमाइदिन्छ भनेर फेरि म यहाँ भन्न सक्दिनँ। किन सक्दिनँ? तपाईँ जस्तो पाए त्यस्तो कम्पनी, जस्तो पाए त्यस्तो दाममा र जस्तो पाए त्यस्तो पैसा लिएर ऋण लिएर आउनुहुन्छ भने तपाईँलाई नसके कसले सक्छ? कसले सक्छ त बजारमा? सक्छ त बजारले तपाईँलाई फेरि। त्यस कारण बजार कुर्छ कस्तो मान्छेको लागि? जसले ऋणमा पैसा आउँछ अनि मूल्य मात्रै बढेको हेर्दै जान्छ होइन। अलिकति घटो स्टप लस गरौँ, अलिकति गरौँ भनेपछि ब्रोकरको लागि त खुसी नै हो। तपाईँ ब्रोकरको लागि त राम्रो ग्राहक हो, तर तपाईँको लागि राम्रो ग्राहक नहुन सक्नुहुन्छ। त्यसकारण छोराछोरीको किताब परोस् नपरोस् अल्छी नगरिकन आइपिओ भर्ने, भेला हुँदै जाने हो होइन, भेला गर्ने अनि अलिकति एसआइपी गर्ने, अलिकति चाहिँ म इन्कम यो चाहिँ सेकेन्डरी मार्केट रहेछ, सेकेन्ड पार्ट इन्कमको सेकेन्ड पार्ट बनाउँछु। तर यो मेरो सेकेन्ड पार्टको खर्च म गर्दिनँ। म यसलाई चाहिँ 5-7 वर्षसम्म रिटर्न बेसकै रूपमा, इन्भेस्टमेन्टकै रूपमा बजारलाई नै लिएर जान्छु र म यहाँ चाहिँ ऋणले चल्दिनँ, मैले नजाने कुरामा चाहिँ ऋण लिएर आउँदिनँ भन्नु भनेमा त्यस्ता मान्छेलाई सकेन। बजारले त्यस्ता मान्छेलाई सक्यो जसले मको न मको ब्याजमा जस्तो पाए त्यस्तो कम्पनी खेलेर लगो। हेर्नुहोस् बजारमा अरबपतिलाई पनि सकेको छ। हामी जस्तो लाख 2 लाख 5 लाख 10 लाख 50 लाख वा 1.5-2 करोड रुपियाँ हाल्ने मान्छेलाई मात्रै होइन, बजारले अरबपतिलाई पनि 65 देखि 68 को बेरमा सक्देको छ। उहाँको नाम नभन्नु होला, अरबपति सकिएको छ। उहाँ सिम्पल भएर हिँड्नु त अहिले भेटेको थिएँ मैले कुनै बेला, उहाँ त्यस बेलाको अरबपति हुन्थ्यो होइन। तर एउटा दुईटा कम्पनी म चलाउँछु म देखाउँछु भनेर बजारमा दागा धर्नु भयो नि त। बजार भनेको र कम्पनी भनेको चाहिँ व्यक्तिगत रिस पोख्ने ठाउँ होइन। इगो झर्छ है मान्छेले, यसले यो मान्छेले मलाई यसले छाडा बोलो, यसले गाली गरो, मलाई यसलाई चाहिँ म पेल्छु, यसलाई चाहिँ गाली गर्छु भनेर मान्छेले अर्को मान्छेसँग इगो लिन सक्छ। तर स्टक मार्केटमा इगो लिनु हुँदैन। मलाई यो कम्पनीमा घाटा लाग्यो त्यही कम्पनी मात्रै म किन्छु भन्नु भने त त्यो मान्छे त सकिन्छ नि त। अब एउटा दुईटा कम्पनी हेर्नुहोस् तपाईँ, कोही मान्छेले 2100मा किन भने होइन त्यही कम्पनी मात्रै किनिरहन्छु भने त्यसले मलाई डुबाउने भनौँ भने त्यसले कम्पनीले त्यो सक्यो भने हेर्नुहोस् भयङ्कर गाह्रो पर्छ। हामीलाई पनि त्यस्तो फिल हुन्छ। हामी गोर्खाली जगतको मान्छे, हामीलाई जसले हामीलाई सक्छ त्यसैसँग हामी बदला लिने स्वभावको मान्छे, हामी हटी होइन डटी लड्ने मान्छे भन्ने टाइपको छौँ। स्टक मार्केटमा हटी पनि हर्नु पनि पर्छ कहिलेकाहीँ। स्टप लस भनेको एउटा हतियार हो जुन चाहिँ ट्रेडरसँग हुनैपर्ने हतियार हो होइन। हामी ट्रेडरसँग भएको हतियार, हामीसँग त AK-47 छैन नि त, हामीसँग त 303 मात्रै छ। AK-47 कोसँग छ भनेको उसँग फन्ड छ, नलेज छ। स्टक कोसँग होल्ड छ भनेको होल्डर पनि उसलाई चाहिँ थाहा छ क्या, अपरेटरलाई बजारको होल्डर चाहिँ थाहा छ। कति किता कसले होल्ड गरेछ पनि थाहा छ। र होल्ड गर्ने ठुलालाई तपाईँलाई अझ म कमाइदिन्छु, तपाईँ यहाँ नबेच्नु भनेर ऊ माथि सप्लाई दिइरहेको पनि हुनसक्छ र माथि पुग्छ तपाईँ पनि बेच्नु म पनि बेच्छु भनेर पालो गरेको हुनसक्छ, रणनीति बनाएको हुनसक्छ, भित्र प्लानिङ गरेको हुन्छ, प्लानिङ रणनीति बनाएको हुन्छ। अप्सन 1 अप्सन 2 अप्सन 3 हामी चाहिँ मूल्य हेर्ने, हामीसँग अप्सन 1 2 अप्सन 3 नै छैन। यदि बजार बढ्यो भने कहाँ बेच्ने, हाम्रो त्यो ट्रेडिङ जर्नल बनाएको छैनौँ होइन। घट्यो भने म के गर्ने भनेर, यदि पैसा सक्यो भने ब्याकअप फन्डै छैन। अहिले सेयर घट्यो भनेर कोही मान्छेलाई भयङ्कर तनाव होइन नि त। बजारमा 2022 हुँदाखेरि पैसा भएन कि बाहिरसँग किन्ने, तपाईँसँग पैसै छैन, ब्याकअप फन्ड भएन नि त। सबैभन्दा बढी तनाव भनेको ब्याकअप फन्ड नहुनु नै तनाव हुन्छ ट्रेडरहरूलाई। एउटा कम्पनी किनेपछि त्यो नबेचिकन अर्को कम्पनी बढेको चाहिँ थाहा पाउन सक्नुहुन्छ, तर त्यो किन्ने तपाईँसँग पैसा छैन नि त। त्यसकारण पैसा बनाउनु पर्छ, पैसा त सिधै बन्दैन। हेर्नुहोस् यी कुराहरू चाहिँ छन्। ल आज 1 घन्टा लाइभ बस्यो, फेरि पनि कुनै बेला अरू बस्नुपर्छ। ल आजलाई अहिलेलाई कुरा यति, धन्यवाद। सर नमस्कार है, एउटा सानो कुरा सोधौँ। शुभ सर हजुर नमस्कार सर। त्यो अहिले मार्केट चाहिँ बढ्न नसक्नुको प्रमुख कारण के हो सर? किन मार्केट तपाईँको यतिकै ल्याङ गरिरहेछ? अब कहाँबाट हेर्नु हुँदैछ भन्ने कुरा हो तपाईले। तपाईँ मार्केट 3200बाट हेर्नु हुँदैछ भने बढेको छैन। अस्ति 3000बाट हेर्ने बढेको छैन। 1800 2000मा किन्ने मान्छेलाई त मार्केट त बढेको छ छैन त? होइन अहिले जस्तो म 3000 पछिको चाहिँ रिजनमा हेर्दैछु हो, अहिले बढेको चाहिँ छैन। हामीले बजारको एउटा चक्र आएपछि लामो समय नै बजारले चाहिँ साइडवेज खेल्यो। यो लामो समय खेल्यो। हामीले हिसाब हेर्ने भए 8 महिना साइडवेज खेल्यो। मलाई 6 महिना खेलेर लान्छ भन्ने अनुमान थियो। 8 महिना साइडवेज खेलेको छ बजार होइन। अब खेल्न चाहिँ खेल्छ भन्ने नै थियो, अलिक लामो खेल्यो साइडवेज। बजारले यहाँ 3200बाट 3200 नकटिकन बजारले 2982 को वरिपरिबाट बजारले आधा 2584सम्म लान्छ, फेरि माथि जान्छ, फेरि ल्याउँछ होइन। यो साइडवेज खेल्यो। अबको साइडवेज सायद
नखेल्ला अब साइडवेजले अब हामी बजारले चाहिँ परिपक्व हुँदै बजारले चाहिँ 3200 ब्रेक गर्नलाई बजार चाहिँ रेडी भएको चाहिँ छ 1 2 3 4 भनेर पट्ट भन्ने चाहिँ छैन हैन तर रेडी भएर अगाडि बढेको बजार छ हामीले 1.5 वर्ष वा अबको 15-20 महिनामै बजार चाहिँ अर्कै रूपमा देख्छौं राम्रो बुलमा देख्छौं भन्ने मलाई लाग्छ हामी बुल चक्रमा छिर्छौं बुल चक्रमा छिर्नलाई सबैभन्दा माइलेज केले दिन्छ अनि किन त्यो आउँछ भन्दा कम्पनीले रिटर्न दिन्छ भन्ने हिसाबले नै कम्पनीको परफर्मेन्स वृद्धि हुन्छ उनीहरुको ब्यालेन्स सिटमा ग्रोथ देखिन्छ त्यो ग्रोथ देखेपछि मात्रै संस्थागत लगानीकर्ता र ठूला इन्भेस्टर आउँछ इनसाइडर इन्फर्मेसन भनेको के हो भन्नुहुन्छ भने तपाई हामीले पाएको भित्री सूचना चाहिँ इनसाइडर हो क्या तर ठूला मान्छे र संस्थागत लगानीकर्ताले चाहिँ इनसाइडर भनेको जतिखेर पाइरहेका हुन्छन् इनसाइडर भन्ने चीज हैन जतिखेर पनि पाउँछ कम्पनीको रिटर्न के छ हामीलाई थाहा छैन नि त हैन ब्यालेन्स सिट कस्तो आउँछ कुन कम्पनीको भन्ने हामीलाई थाहा छैन 7 गते तर इनसाइडरलाई कुन कम्पनीको बैंकका कुन बैंकको एनपीएल कस्तो हुन्छ ईपीएस कति आउँछ कसले ऋण उठायो कसले ऋण उठाएन यो कुराको पनि इनसाइडरको इन्फर्मेसन चाहिँ हुन्छ त्यो इन्फर्मेसन नभइकन उ ठूलो पैसा हाल्दैन नि त ठूलो पैसा हाल्नेले त्यो भन्न त भनिदैन तर संगत गरेको हुन्छ नि त सीओ सँग संगत हुन्छ वा सेकेन्ड मेन थर्ड मेन वा बोर्डका सञ्चालकसँग संगत हुन्छ वा केही न केही कुराको थाहा पाउँछ हैन यी कुराहरु चाहिँ हुन्छ नै है त्यसकारण हामी अहिले बजारले तपाईले ल्याङल्याङ गरो नभन्नु होला तपाईलाई दिनै पछि बजार अपै अप देख्न चाहनुहुन्छ भने त्यस्तो त हेर्नुस् स्टक मार्केटमा त्यो त चान्स छैन त्यो चान्सै छैन तपाईले म पोर्टफोलियो बनाउँछु यहाँबाट ग्रोइङ गर्छु मेरो पोर्टफोलियोलाई सानो फन्डलाई बनाउँछु भने त्यो चान्स छ यति कुरा राखे धन्यवाद सुभाष सर अहिले यो मार्केट बढ्न नसक्नु अर्को एउटा कारण यो 15 मिनेटको यो लास्टको एभरेजिङ प्राइस छ नि सर त्यो पनि एउटा हुने हो कि होइन त्यसले त्यो हिजो अस्ति थिएन त बढेर माथि जानु पर्यो त्यो हिजो अस्ति थिएन हैन त्यो 15 मिनेटमा हामीले राखेका छौं 15 मिनेट ठुलो भयो त्यहाँनेरि भनेर चाहिँ राखेका छौं त्यसलाई 3 मिनेट गर्ने ओपनै गर्ने 3 मिनेट भित्र पनि एउटा अपरेटरले कुनै कम्पनी माथिको माथि होल्डिङ गर्न सक्छ होल्ड गरेर देखाइदिन्छ भने देखाउछ नपर्ने पावर पैसाको पावर 5 मिनेटको दिउँ भन्न खोजेको 15 मिनेट त पावर गर्न सक्दैन उसले हैन ठुलो फन्ड नहुन सक्छ 5 मिनेटको पावर चाहिँ उसले पैसाको शो गर्न सक्यो भने दिम भन्ने चाहिँ हामीले सेवनसँग हामीले चाहिँ डायलग गरेका छौं छलफल गरिरहेका छौं कि 5 मिनेटसम्म बनोस् भनेर हैन कुनै स्टक हेर्ने भए त अपरेटरले होल्ड गरेर देखाइदिएको नि तपाईलाई माथि पैसाको ताकत देखाइदिएको नि त स्टक मार्केटमा पैसाको ताकत देखाउन सक्ने ठाउँ हो क्या अमेरिका हो नि त पावर छ नि त अमेरिकासँग हतियार कुनै देशमा नभएको कुरा पनि भयो भन्न सक्छ अमेरिकाको पावरले सद्दाम हुसैनलाई मार्ने कानुन पोलिसीको हिसाबले सद्दाम हुसैन भनेको त इराककै कानुनले मरेको नि त र इराककै अदालतको ले मारेको नि त इराककै अदालतले डिसिजन दिएको नि त तर त्यो अदालतको न्यायाधीश भनेको चाहिँ अमेरिकाले जे गर भनेको त्यसले त्यो भनेर मानेको नि त मान्न चाहिँ त्यो चाहिँ हामीले बुझ्दैनौं नि त हेर्दा त्यो चाहिँ हामी सद्दाम हुसैनलाई चाहिँ अमेरिकाले मारो डाइरेक्ट भन्न सक्छौं तर सद्दाम हुसैनलाई डाइरेक्ट अमेरिकाले गएर ठक्क गोली हानेर मारेको हैन नि त त्यहाँको कानुनले नै नीति बनाएको हैन यसरी नै रहन्छ यो 15 मिनेटले नै बजार डाउन भएको चाहिँ होइन हेर्नुहोस् 15 मिनेटलाई 5 मिनेटमा झारेर होल्डिङ गर्न सक्छ कसैले पावरको मनी देखाउँछ भने मनी सो पनि होस् बजारमा अब सबैजना बजारमा छ नि त कोही पैसाको देखाउँछन् कोही ज्ञानको देखाउँछन् कोही फन्डामेन्टल कुरा गर्छन् कोही टेक्निकल कुरा गर्छन् स्टक मार्केट सबै मान्छे छौं के बजारमा हैन बजारमा सबै मान्छे छौं बजारमा यति कुरा छ धन्यवाद सुभाष भाइ मैले एकैछिन दुर्गाजी मैले अहिले जोडेको क्वेशनको उत्तर दिनु भएन सुभाष दाइले मैले अहिले भनेको थिएँ अब मार्केटमा लागेपछि अब दाइले उत्तर दिनुहुन्छ क्लियर भनेर अहिले फेरि मैले बैंकिङ इन्डेक्स जोडिहालेँ हजुरको फेभरेट बैंकिङ इन्डेक्सहरू चाहिँ कुन के अरे स्टुडेन्ट चाहिँ कुन हुन् दाइ त्यो पो मलाई थाहा भएन त्यो चाहिँ मैले आफै बिर्सिसकेँ त्यो चाहिँ अब यो के भयो भने स्टकको नाम भन्दा चाहिँ के रहेछ भने सबै कुरा भन्नुपर्छ भनेर हिँड्छ स्टकको नाम भन्यो भने अहिले त बजारमा हाम्रा विपक्षी मान्छे छन् नि त अनि जसले हाम्रा कम्पनी नाम भन्यो त्यस्तो कम्पनी राम्रो छ भने त्यो चाहिँ किन्नु हुँदैन भनेर उसले फेरि अर्कोतिर बोल्छ हेर्नुहोस् त्यसकारण बजारका रणनीतिहरू हुन्छन् अब त्यो चाहिँ मेरो रणनीतिभित्र पर्यो मेरो पोर्टफोलियोमा कुन छन् त्यो चाहिँ मलाई पनि थाहा भएन अब हेरेर भन्न मैले सकिनँ तपाईँलाई मासमा व्यक्तिगत रूपमा म्यासेजमा सोध्नुहुन्छ भने पोर्टफोलियो देखाउन चाहिँ सक्छु कुरो यति हो ए हुन्छ म्यासेज गर्ला नि त्यसलाई के भन्नु ओके छ त सर अहिलेको समयमा कुन म इन्डेक्स सोध्दिन सेक्टर सोध्दिन कुन इन्डेक्स चाहिँ सेफ देखिन्छ सर
ब्याङ्किङ सेक्टर सेफ देखिन्छ नि अहिले। अनि हाइड्रोको यो मिड क्याप र हाई क्याप कस्तो हुन्छ सर? मिड क्याप हाई क्यापमा रिटर्न बेस हेर्नुपर्छ। तपाईँले इल हेर्दाखेरि 5-7 को इल पाउनुहुन्छ भने त जहिले पनि लिँदा हुन्छ। हेर्नुहोस् नेपालमा अब एफडीको ब्याजहरू बढ्ने सम्भावना अझै कम छ होइन, सम्भावना छैन होइन। अब ऋण खाने सम्भावना, मानिसले ऋण पाउने सम्भावना घट्दै गयो क्या। घट्दै गएको भनेको मतलब फरक पार्ट ऋण लिने जुन शैली थियो पहिलाको, त्यो शैली परिवर्तन गराइदियो नि त राष्ट्रिय ब्याङ्कले होइन। अब त्यो शैली परिवर्तन गराइदियो। ऋण मान्छेले जति सजिलै पाउँथ्यो भने अब त्यति ऋण पाउनलाई उसले अब सजिलै पाउँदैन अब त्यो ऋण चाहिँ। त्यसकारण ऋण सजिलो नपाएपछि पैसा जति छ भने पनि ऋण दिनु भएन, त्यसमा तरलता फालाफाल भए लामो समयसम्म रहिरहने सम्भावना चाहिँ मैले देखेको चाहिँ छु। अनि सर अहिलेको मार्केट बढ्नमा नसक्नु एउटा रिजन चाहिँ गभर्नरको नियुक्ति नभएर पनि भन्छ नि होला त, त्यही छ मार्केटभरि। अब यसो नि आजै भएन भने आज हामीले तपाईँलाई बेच्न किन हतार गर्नुभएको? किन्नु न त, भुइँमा छ। आखिर नियुक्ति त कन्फर्म हुन्छ नै। हेर्नुहोस् भुइँमा छ बजार आफै होइन। हामीले यतिखेर दसैँ खर्चलाई निकाल्ने स्टक हामीले मिड टर्मको लागि मात्रै अब वैशाख जेठ असार साउन भदौमा बेच्छु भन्ने टार्गेट 120 दिनको टार्गेट लिएर कोही मान्छे बजारमा राम्रै कम्पनी वा जस्तै कम्पनी लिन चाहन्छ भने पनि धेरै कम्पनी रिटर्न चाहिँ मैले देखेको छ होइन। यो पैसामा किनेर भदौमा बेच्छु भन्नु भने 4 महिनाको मिड टर्म खेल्न पाउन सक्नु हो नि त बजारमा। बजारको बेनिफिट सिजनल बेनिफिट लिन सकिन्छ नि अहिले। भयो 2 वर्षको भयो होइन। म सोच्छु अब अलि फरक प्रश्न, अलि रमाइलो प्रश्न, रमाइलो पनि र महत्त्वपूर्ण भयो। यहाँ धेरैले हेर्ने सबै हामी जानेका छौँ, सीमित केही अलि बढी जानेका छौँ कि बुझेका छौँ होला, धेरै चाहिँ जानेका छौँ। धेरैको मलाई के प्रश्न आउँछ भन्दा बजारमा कसरी छेड्ने, कस्तो कम्पनीहरू लगानी गर्ने, मेरो बच्चालाई पुग्ने सेयर कुन यस्तो हुन्छ। यही किसिममा एउटा प्रश्न, एउटा सानो प्रश्न दाइको पनि कुरा सबैले सुन्न पर्छ। यतिको जानेको मान्छे, यतिको बुझेको मान्छे, यस्तो बजारको मान्छेको कुरा सुनेर लाग्यो भने सफल भइन्छ। हामी सानो मान्छे जसको हामी सीमित स्रोतबाट हामी कमाउँछौँ, दुःख गरेर पैसा कमाउँछौँ, यस्तो पैसाहरू लगानी गर्नलाई। एउटा 30 वर्षको एउटा भाइ लन्डन आएको छ दाइ, 30 वर्षको एउटा भाइ लन्डन आएको छ, उसको 5 वर्षको बच्चा छ। अब लन्डन ऊ 10 वर्ष त अझै बस्न सक्छ, उसले एटलिस्ट प्लस टू सम्म आफ्नो छोरालाई पढाउन सक्छ। त्यसपछि ब्याचलर मास्टर गर्नु पर्यो, विवाह गरिदिनु पर्यो, उसलाई एउटा सेटल गर्नु पर्यो, कुनै एउटा कम्पनी अथवा खोलिदिनु पर्ला, केही गर्नु पर्ला। त्यसको लागि आजैबाट यहाँ बस्ने एउटा भाइले चाहिँ कस्तो कम्पनीमा लगानी गर्यो भने आजको 10, 12, 15 वर्षपछि उसलाई पुग्छ त्यो कुरा। जुन कुरा जस्तो मेरो आफ्नै इक्जाम्पल लिनुहोस्, म 40-42 वर्षपछि काम गर्न सक्दिनँ अथवा 45 वर्षपछि यहाँ त्यसपछि काम गर्न सक्दिनँ। अब मैले आजबाट 45 वर्षसम्म मेरो कस्तो कम्पनीमा लगानी गरौँ कि त्यो लगानीले मेरो छोरालाई पछि समस्या नहोस्, त्यसले सहजमा कुनै फ्याक्ट्री खोल्न सकोस्, कतै लगाए के भन्न चाहन्छु, कस्तो कम्पनी अब हामी लाग्ने एउटा कुरा। दोस्रो त्यससँग जोडिएको कि हामीले अब 15 वर्षपछि सोचेर लगानी गर्न हुन्छ त यो बजारमा, हाम्रो बजारमा 15-20 वर्ष हामी सोच्न मिल्छ, एउटा प्रश्न। सँगसँगै दोस्रो प्रश्न यही जोडिहालेँ, हजुर टाइम धेरै छ, राति भइसक्यो। 21मा एनएमएस किनेर फँसेको एउटा भाइले अब कुन स्टक किन्दाखेरि, अब कस्ता कम्पनीमा लाग्दाखेरि उसले कस्ता कुनै मान्छेको पछि लाएर कतै लाएर उसले त्यसरी किन्यो, एउटा सेयर किन्यो। अब त्यो पैसा उठाउनलाई कस्तो स्टक किन्ने, कस्तो कम्पनीमा लाग्ने र उसले सोच्ने तरिका चाहिँ कसरी परिवर्तन गराउने, यो पनि यहाँ यति दाइ थपे मैले दाइ। धेरै धेरै धन्यवाद। प्रश्न सजिलो भए तापनि जटिल प्रश्न छ होइन। हामी 20औं वर्षलाई हेरेर पनि बजार लाग्न चाहिँ सक्ने अवस्था चाहिँ हो होइन। अब सबैभन्दा मेन कुरो देश रहन्छ कि रहँदैन भनेर देश रहन्छ भनेपछि कस्ता कम्पनी रहन्छन् त संसारमा हेर्ने भए त्यस्ता कम्पनी छन्, नेपालमा पनि त्यस्ता कम्पनी रहन्छन् होइन। हाम्रा नेपालमा 40 वर्षदेखि पनि कम्पनी छन्, कुनै कम्पनी 1 वर्ष 2 वर्षमा टाट पल्टेर गएका कम्पनी पनि छन् होइन। संस्थागत सुशासन नभएर राष्ट्रिय ब्याङ्कको अर्थात् नियामक निकायको कारबाहीमा परेर कम्पनी कोमामा भएको, बाँचिरहेको, मरेर त नमरेको कोमामा मात्रै भएका कम्पनी पनि छन्। त्यस्ता कम्पनीका सेयर मसँग पनि छन् होइन। अब त्यो नजानेर त्यसलाई नबुझेर हामीले लगानी गऱ्यौँ। अब बुझेर लगानी गर्ने स्टकहरू चाहिँ छन् जुन कम्पनीले चाहिँ पर्फर्मेन्स पोटेन्सियल पनि भएको पर्फर्मेन्स अनि नियामक निकायले चाहिँ याद गरिराख्ने कम्पनी, एकदम नियामक निकायले सूक्ष्म निरीक्षण गर्ने कम्पनी हुनु पर्यो। नियामक निकायले संस्थामा भएका मालिकहरू चाहिँ रिनाउन्स पर्सनहरू भएको मालिकहरू पनि हुनु पर्यो होइन। त्यस्तो मालिक भएको कम्पनी अनि नियामक निकायले निरीक्षण गरिराख्ने कम्पनी होइन। भयङ्कर हाई नभए पनि
मिड हिसाबले थोरै होइन अलिअलि डिभिडेन्ड दिँदै गरेको कम्पनीहरू पनि हुनु पर्यो। यस्तो कम्पनीमा भयो भने छोराको प्रगति देख्न सकिन्छ। अब 20 वर्षलाई वा 25 वर्षलाई ख्याल गरेर मेरो पनि छोराछोरी त सानै छन्, मैले पनि उनीहरूको लागि पनि स्टक अहिलेदेखि किनिदिएको छु भने फ्युचरमा नम्बर अफ सेयर बढ्न सक्ने, कम्पाउन्डिङ पनि हुन सक्ने, भेल्यु हुन सक्ने पोटेन्सियल बोकेको होइन व्यक्तिगत रूपमा आँट नआएका संस्थागत सुशासन गुड गभर्नेन्स गर्न सक्ने व्यक्तित्वहरू भएको नेमिङ निकाले पनि सूक्ष्म निरीक्षण गर्ने र टाँट पल्टिन नजाने र बजार बिजनेस सेचुरेसन पनि नहुने र फेड आउट हुन पनि नहुन सक्ने त्यस्तो स्टकमा लगानी गर्नु चाहिँ बेटर हुन्छ जस्तो लाग्छ तपाईँको छोरालाई पनि र मेरो छोरालाई पनि होइन। अब तपाईँले वा कोही लन्डनमा बसेको भाइले त्यहाँ 1 लाख रुपियाँ कमाइरहेको छ भने त्यहाँ खर्च वा 2 लाख कमाइरहेको छ भने त्यसको खर्च मिनिमाइज गरेर 1.5 लाख चाहिँ नियमित रूपमा 5-7 वर्ष राम्रो स्टकमा सेयर किन्दै गयो भने अवश्य पनि ग्रोथ हुन्छ। 2100मा एनएफएस किनेर घाटा भएको मान्छेलाई के गर्ने भने धेरै त्यस्ता लगभग 70-80 जना व्यक्तिहरू त मसँग पनि जोडिए होइन। अब त्यस बेला हामीले सूचना त गरेको बजारमा यस्ता स्टकहरू बजारको बुल नआइकन कोही मान्छेलाई बुल पनि बियरै जस्तो लाग्ने भयो भन्न खोजेका यस्ता स्टकहरू कुनै अपरेटरले चलाएका स्टक हुन्छन्। अब त्यसलाई चाहिँ एउटा महाविश्वविद्यालय पढ्न जाँदा ठुलोमा परेँ, म एउटा दुर्घटनामा परेँ तर मरेको होइन भनेर सम्झिनु पर्यो। अब उसले ती कम्पनीमा भएको घाटा कस्तो कम्पनी किनेर मेकअप हुन्छ त्यो चाहिँ एकछिनमा भएन। उहाँहरूले पढ्नु पर्यो, बुझ्नु पर्यो किन मलाई लस भयो, किन मलाई घाटा भयो भन्ने कुरा हो। कुनै न कुनै कम्पनी बेच्ने कुरामा चाहिँ कुनै न कुनैले चलाएर कुनै कम्पनीले एकदमै राम्रो मार्केट पर्फर्मेन्स देखाएको हुनसक्छ। त्यस्तो बेला बेच्नको लागि चाहिँ एउटा किलो सार्ने थ्योरी हुन्छ। बेच्नको लागि चाहिँ घट्यो भने पनि एउटा बिन्दु जहाँ आफूले हालेको पैसाको 10% चाहिँ वा 12%सम्म कति चाहिँ म बेयर गर्न सक्दिनँ, मलाई चाहिँ रिस्क हुन्छ भनेर रिस्क म्यानेजमेन्ट अरू पढ्नु पर्यो। अब धेरै मान्छेले नपढिकन नबुझिकन कसैको भनाइमा लैलैमा लागेर सायद उहाँ एनएफएस भन्ने कोही व्यक्तिले म 5000 पुग्छ यो कम्पनी भनिदिएको हिसाबले जान्नुभयो होला। त्यस्तो 5000 पुग्दैन। 5000 पुग्दैन भने कसले बाई कसले गर्छ भन्ने हो। बाई चाहिँ आफै गरेर आफ्ना पैसाले आफ्नो ग्रुपले बाई गरिरहेको रहेछ भने त काहीँ न काहीँ गरेर उसले डम्प गर्छ होइन, एकुमुलेट गरेर काहीँ न काहीँ डम्प गर्छ। डम्प गर्दाखेरि त्यो थाहा पाएर बेचेको भए बेटर होइन। अब वा म त्यसमा घाटा हुनसक्छ पनि है मलाई भन्ने हिसाबले जानुपर्छ। स्टक मार्केट भनेको मलाई मुनाफै मात्रै हुन्छ भन्ने हिसाबले होइन, मलाई ट्रेड गर्न आएको छु। ट्रेड भनेको मान्छे घाटा पनि हुनसक्छ होइन। औषधि उपचार गर्न गए जस्तो हो क्या, मर्न पनि सकिन्छ नि त। कमाउन सकिन्छ, मर्न पनि सकिन्छ, बचाउन सकिन्छ होइन। बाँच्न पनि सक्छ, मर्न पनि सक्छ। हस्पिटल गएको बिरामी भने जस्तै म कमाउन आएको, ट्रेड गर्न आएको मान्छे, कारोबारी गर्न आएको मान्छे, कारोबारीले सधैँ मुनाफा कमाउँछ भन्ने होइन। र कारोबार गर्नेका टप मानिसहरूले पनि भनिरहेका छन् कि कारोबार गर्ने मात्रै आएका मान्छे 70-80% चाहिँ लसै खान्छन्। 5%ले राम्रै पैसा कमाउँछ भने 15%ले चाहिँ 15% जति मान्छेले चाहिँ ठिक्कको पैसा बनाएका हुन सक्छन् भन्ने हो। अब त्यो 15%ले वा 5%ले वाह गरेको हुनसक्छ सामूहिक सञ्जालमा, तर 80% मान्छे लस खाइरहेका हुन्छन्। यस्तो लस खान सक्छन् भनेर र ती मान्छे फेरि मौकामा आइपुग्छन् है घाटा भएपछि त भनेकै हुँ मैले आफूले होइन। लस भएपछि यस्तो लसलाई अब त्यही कम्पनीबाटै म उठाउँछु भनेर कोही मान्छेले खोज्यो भने फेरि कि त आफूसँग ठुलो फन्ड हुनु पर्यो एउटा होइन, ब्याकअप फन्ड ठुलो हुनु पर्यो र त्यसका टेक्निकलदेखि लिएर अरू प्यारामिटरका पनि हाइली स्किल पनि हुनु पर्यो क्या। स्किल पनि हाइली हुनु पर्यो। स्किल टेक्निकलको स्किल मात्रै भएर, फन्डामेन्टलको स्किल मात्रै भएर भएन, त्यसभित्रको अरू पनि स्किल छन्। त्यस्तो स्किलभित्र अघि मैले भने यो टिकटक पनि पर्यो होइन, फेसबुकका लाइभहरू पनि पर्यो, त्यत्तिकै मान्छेलाई मोटिभेट गर्ने कुरा पनि भयो, त्यत्तिकै आएर तागतिलो सायद बोल्नु पनि पर्यो होइन। यी कुराहरू जोइ पाए त्यो व्यक्तित्वहरूले चाहिँ गर्न सक्दैन। त्यसकारण मैले त्यो कम्पनीमा जाने व्यक्तिलाई घाटै भएर कुनै अर्को कम्पनीमा सिट भएर कमाउन चाहिँ सक्नुहुन्छ। तपाईँ लस भएको, तपाईँ सकिएको चाहिँ होइन। यति